ल हो यो चाहिँ अब घ्याम्फे डाँडातिरको ल सिन मात्र हेर्नु यस्तो दामी छ कि कुरै नगर्नु। आहा सिन त बवाल छ बवाल। अब घ्याम्फे डाँडाको बजार त्यसलाई ओर्लिन्छमा यो चाहिँ रानीकोट भन्दो रहेछ। पछि पनि भाडा लिनको लागि साथीहरू धेरै माथि छ के अरे म चाहिँ 400 फस्यो साथीहरू होइन। तपाईँहरू पछि आउनुभयो भने चाहिँ कम्तीमा पनि 12 देखि 1500 घटिन आउनु होला। चाहिँ हामी इन्ड्राइभर पठाउ गरेर फसाइराखेको छ। अब यहाँ पनि अब यो धेरै छैन। अब यहाँबाट मान्छे पाउँदैन, मर्ने पाउँदैन अनि के गर्नु। नपाएपछि त तनाव हुन्छ साथीहरू है। अनि त्यहाँबाट यो घ्याम्फे डाँडाको दृश्यहरू हेर्नु एकदम स्याहारलाक्क लाएर है। कोही पठाउ चढ्नु जो भने यहाँ चाहिँ डबल लिनु होला। डबल नलिएदेखि चाहिँ हामीहरू फसिन्छ साथीहरू, फसिन्छ है, फसिन्छ। ल गाइज